हेलो गाइस, आज चाहिँ हामी मेरो दाइको ब्याउली भगवान चाहिँ गइरहेको अवस्था है। जिम्सेदेखि चाहिँ म हो। अब चाहिँ हामी छेरादेखि माथि पुगिसक्यो। हामी मुर्यालो त छैन यो, यहाँ छ यो मुर्याउलो। यो बोक्नु सक्दैन यो अहिले। यो हाम्रो मामाजी ल बिस्तारै जानु। हाम्रो दाजु सक्नुहुन्न? अहिले हुँदैन ब्याउली बोकी कसरी लग्नुहुन्छ त? म त ऊ हुने भइगयो नि। म त यो ब्याउला दाई के अरे ब्याउलियो दाई हुने भइगयो नि। यो ब्याउलो पुरै खुसी भएको छ। बेलुका के हुन्छ भने यो जुन्तीको खान्छ। यो मेन जुन्ती चाहिँ यही हो। यो गाइस लास्टै रमाइलो भइरहेको है। मलाई चाहिँ भित्रैदेखि खुसी लागिरहेको क्या, एक्साइटिङ भइरहेको। लाइफमा फर्स्ट टाइम दाइको भाउजू भगाउनु गइरहेको छु। एउटा पहिलो अन्तिम त किन हुनु यार, अन्तिम त छ अझै। ए दाइको त आफ्नो हो नि। तेरो बेला त बाटो चाहिँ अप्ठ्यारो छ अहिले। हुँदैन चाहिँ ब्याउलीलाई कोही गरेर ल्याउने हुनु। मैले भुइसा जस्तो कस्तो लागिरहेको छ त आज? बबाल दामी भइरहेछ। फर्स्ट टाइम हो कि पहिला पनि गएको? पहिला पनि गएको जान्छ तर यो मोमेन्ट के हाम्रो जेनेरेसनको फर्स्ट बिहे हुँदैछ। ए हो र? त्यही भएर पनि मलाई प्राउड भित्रैदेखि के त्यस्तो फिल भइरहेको छ। प्राउड फिल भइरहेको छ। तँ कहिले गर्ने त? म त गइहाल्छु नि। मभन्दा 2 वर्ष जेठो हो। अब गोविन्दा पालो छ। यो पालो यहाँ पछि पालो यहाँ छ। यो पालो यहाँ पछिको उपन्यास मै हो है। यहाँ पछिको दाबीदार एकदम। केही गर्नुपर्छ जस्तो लागिरहेको छ। भोलि पर्सि हुन्छ होला। ल फिक्स छ पर्सि। ल जाने तर के केटाले यार मन नबिर्सिनु है। ल त नबिर्सिनु यार। मलाई नबिर्सिनु। आज के उठाउने हो? बोक्ने को हो त? बोक्ने त यही नि उठो। म त ब्याउला के अरे ब्याउलीको जम्मो हामी त आउरे ब्याउली उठाउन लाग्यो हामी चाहिँ। दाजु के भन्नु छ? हजुर कहिले बिहा गर्ने त? अब यस्तो हो, भाइले बिहे गर्नु लाग्छ होइन? त्यही हो, कोही मौका मिल्यो भने होला। मौका मिलेछ होइन? के आज दुवै भाइको उठाइदिने हो र? हुनै सक्छ। दुवै भाइको उठाइदिने हो कि त सँगै? सस्पेन्स हुन पनि सक्छ। पिटीमा छ त? पिटीमा छ। अनि अर्को ऊ पनि छ के अरे त्यो हाम्रो ठुलमम्मीको छोरी के अरे त्यो तिर्सना कटप्पले बाहुबलीको क्यु मारा भने जस्तै सस्पेन्स छ क्या यहाँ। कस्तो गरे? कटप्पले बाहुबलीको क्यु मारा भने जस्तै यहाँ सस्पेन्स छ होइन? यहाँ खास को गणेशको बिहे हो तर को गणेशको भन्ने तिमीहरू कन्फ्युज छौ क्या अझै। ए हो त्यो पनि हो है। गणेश फेरि गणेश त गणेशै हो, गणेश पुन पनि पुनै हो तर को गणेश पुनको भन्ने तिमीहरू कन्फ्युज छौ केटा हो। माथि गइकन घर ल्याइकन भोलि बिहान थाहा होला के गऱ्यो त्यसो पनि आज रात पर्खिनु पर्यो है। आजको रात त पुरै त्यो गर्नु पर्यो नि। खतरा वेट हो त्यो 14 वर्ष राम वनवासबाट फर्क्यो होला जसरी 14 वर्षमा आएको। 14 वर्ष मैले कस्तो राम्रो भनिरहेको छु बिचमा यस्तो ट्याकल गर्छ यार। मैले यहाँ उकालो 14 वर्ष राम वनवासबाट फर्किसकेपछि रामको भाइ भरतले जसरी रामलाई तर्बिएर बसिरहेको थियो नि हो
तिमीहरूले त्यसरी नै पनि हो नि त मुला तिमीहरूले त्यो पर्खाइ तिमीहरूले भोलि बिहान थाहा पाउँछौ कसको बिहे भनेर आजलाई यदि म थाहा मुलाएर हिँड्न सकेन दातु नबान्धेर लोड चाहिँ खुसी छ है गाइस बेहुली भगाउन लागि होला कि विषय पनि भगाइदिने हो र आज के अरे छोरी विषय भाइ गरेर भनी भान्जे ठिक छ यो पनि यो यहाँ पछिको दाबीदारी यही त रहेछ यसको पनि बिहेमा आउने हो मलाई पनि ल्याउनु है ल ल है बोक्ने फेरि मैले आउला बेहुली भगाउन गाउँ चाहिँ भेटिसक्यो है गाई त्यही गाउँ हो अब उङ्गा लगाएर है केटाहरू कसेर आइहान् के हुन्छ एकदम गाउँ चाहिँ त्यही हो बसेर चुवा मिटिङ गरिहालौँ न कसरी भगाउने यतिले के हुन्न अब प्लानिङ गरौँ न छुट्टी के अरे जोइ भगाउन आयो कालुन कसरी उफ्रिन्छ ल जाऊ 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 ल गोविन्द जा ए विषय जाके मन तान्न नि ल जय भगवान आए यति नभए के भन्ने यार भिडियो 15%देखि बन्ने रहन्छ मोबाइल कसको मेरो मोबाइल यहाँ बन्ने रहन्छ भिडियोमा बन्ने रहन्छ 5% भिडियोमा त्यसैले चिल्नु पर्यो त जय भावना यति नभए के भन्ने ल कतिले विषय कामै चिन्ने हो नि सिनाकामा चिन्ने हिँड मुजी ब्याउला के राम्रो बत्ती आएन The earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pine, sing me your tune. Caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. तल आऊ भने यहीँ आऊ गरे क्या यिनीहरू ल
The dawn paints gold on the mountain's crown, while rivers whisper truth. Load ला बिस्तारै आऊ And their songs entwine with the trees. ओइ बिस्तारै बिस्तारै आवाज त यसको आवाज कत्रो रहन्छ बाटो होइन ओइ अगाडि कहाँदेखि आयो अगाल खच्चर हिँड्नु त आइगे म लगिगइन्छु उता फल्याक्स त हो यो राम्रो छ ओइ कान्छी लोड लिएछ है बिस्तारै जा फराल यत्रो ऊ काट्यो यो के हो र हिँड क्या नहाँस कि यो कति हाँसियो कि यो र अर्को यो कति हाँसियो बना छैन क्या भिडियो त्यही त गर्ने हो नि लोड ला है बिस्तारै बिस्तारै लोड लाऊ बिस्तारै फराला मार टुक्ने ढकिल नबिना के न गाउँ तिम्रो झन् खतरा छौ गइदिन्छौ जाऊ छन्दै हिँड्दै गर्ने त चिसो भइगयो बिता त सौल छैन कसै मामा जोड्नु होला राम्रोसँग भुन्या त हो त Dawn paints gold on the mountain's crown, while rivers whisper truth as they flow down. And their songs entwine with the trees that stand. ओ यिनीहरूलाई अप्ठ्यारो हुन्छ कि उतै धेरै टाढो लाग्दैन लोडलाई कि पागल रहेछ यो
यो लौना बाटो गएर पनि भइहाल्छ ब्याउला उठाएर सिर्जना जोर लगा के हैसियत लगा विषय लाग्के अलिकति उठाइन्छ क्या अलिकति उठा मात्रै हुन्छ क्या नबी लाग क्या भाइहरू यत्रो छ यार नबी लाग्नु होइन क्या अलिकति यो ऊ मात्रै हो क्या बस्यो कि बस्यो एकछिन हल्का नबस्या हुन्छ माथि गर एकैछिन मात्रै हो केही हुन्न क्या एकैछिन मात्रै सिस्टम बोल्नु सक्छ कि नै मर्ने हो नआट्ने उठाउन सकेन पनि लग्ने होइन यसले कारा चाहिँ कुम्रो घिउ गोविन्द सर के छ प्लान सक्सेस भयो है भयो दाजु प्लान सक्सेस भयो है ओके ठिक छ ब्याउली ब्याउलो हो विशाल सर ठिक छ अनि हाम्रो मामाजी एकदम बवाल छ भान्जे ए ल ब्याउलोलाई आज माथि छुट्यो यसको प्रशंसा नगरौँ आज बिस्तारै जाम है बाटो अप्ठ्यारो छ फाइनल्ली हाम्रो गोविन्द सर कहाँ पुग्यो अरे अब दाईको अब घरदेखि अब कति भात खानुपर्छ ब्याउली ल्याएर छेरा पुग्यो है सगुन ढल्कनबाट भनिजान ब्याउल अनि अरे पुरै नयाँ एक्सप्रेस years we are relation कम्प्लिट फाइनल्ली स्टोरी फुल भयो है जीवनको एउटा महत्त्वपूर्ण पार्ट जोडियो आजदेखि छोरा अबसम्म पहिलेसम्म अब कसैको छोरा थिएछ अबदेखि कसैको श्रीमान भएर चिनिने भएछ अब पक्कै पछि अब कसैको बाउ भनेर चिनिन्छ यो यहाँ पुरै खतरा उ लगिरहेको छु क्या यो अन्तरबाट त्यसपछि मै बोक्नु के भयो त दाइ नै बोगाउने हो कि दाइ बोक्नुहुन्छ है यहाँ आउनु यहाँ
हौ निरु बाबु बिसेला निल्ला सटकेर फेरि यसलाई राम्रोसँग गरौँ न ल नानु बस नानी बस म बोकुला के टाइम बस सर्ट छ हामीसँग ल पत्नी ठ्याक्क म मैले भने टाइम भयो आज फाइनली भगाएर चाहिँ ल्याइयो है कस्तो लागिरहेछ यो भगाइ ल्याइसक्यो यो खोलो डगटी सुमो व्यवस्थित हो होसा फाइनल गाइज हामी चाहिँ घर पुगिसक्यौँ है अब 1 मिनेटको बाटो छ अब ब्याउली ल्याएर चाहिँ मामा खाइ पियास्तोमा भोलि खस्यो टाउ खालाई अब हो उठा हात तान त भान्छ हात दिने हो एकजना अघि जाऊ एकजना अघि दल्दै मेरो त के हालत हुन्छ नि दल्दैको बिहा गर्नुहोस् त भनौ तिमीले भ्याउनु बिहा त जोइन बोक्यो होला लग खाम्ने क्या यो बिहालाई बोकेर नि तर गणेश लगाउनु पर्ने अनि गाईको गुबर लाइट बाल्नु ओ निले अखुन्न वाला बालो पुगिसक्यौँ है यहाँ हाम्रो मामा माइजूहरू चाहिँ बाहिर आउनु रहेछ Each echo step on the forest floor opens a world through an ancient door. The silence मुर्याउली yet brimming with sound in the arms of solitude. विषय आत्तिको के छिटो गर खाइको केही हुँदैन बाबु कुजु हुने त्यही कुजु पक्का रहेछ एकैछिन है मलाई जान छिटो एकैछिन रोक्नु पहिले रेडी बनाउनु माथि क्यालाई सम्भावना छ विषय गर्नु त बान है केही हुन्न हामी कति हो हिमालमा परे उहाँ भाइ भन्नु पर्यो क्या तिम्रो त हात्ती हो हामी चाहिँ खुसी गरेर आज हात्ती त होइन हात्ती त महँगो हुन्छ खुट्टा पनि ल ठिक छ भगवान् उठ नानी समात्न भनेछ दुईजना अब सँगै बस्नु केही थाहा हुँदैन ब्याउलो त अरे भोभ्यास बेहोस छ कि होब्ल्यास छ थाहा छैन पहिला साइड बाहिर आउँदा कि सिकाउ के गर्ने हो लगा हेर्ने लाग्छ एक दुई तीन ठाउँ लाग्छ गोल लाउने पहिले ब्याउली लगी लगाऊ राम्रो बनाऊ है भिडियो बनाउने अलिक पनि लोटी होला है ध्वजा उठाऊ कि नाही चाहिन्छ त्यो बेला हरायो के गर्ने हो
घन्टा अघि गएको थियो अरे नाम लिएको जान्छ क्या चाहिँदैन छोरा हराल्छ होइन यस्तोमा नाम लगायो नि भइहाल्छ क्या के गर्ने हो भल्लै पुनाउने हो भित्र सारा नि धोइरहला जुन त्यो उल्ल्यो कि तिम्रो साह्रो उल्ल्यो भित्र धनारी कहाँ खोज्न गए बिसाइन टर्च लगिन त खोज्ने त डरला झार्नु बाख्रै जस्तो मैले ठुलो पास त्यहाँ फराल त के त तरुल भेट्यो होइन सबैको नाम गर्दै भइगयो त्यो भोलि गर्दा हुन्छ क्या नाम गर्दा यसलाई फिटाउनु त भइगयो होइन नाम गर्दा पनि हुन्छ क्या आठै छ नि त त्यहाँ नि सानो होइन नाम गरे त्यो थाली त्यो लगाएको छ Dawn paints gold on the mountain's crown, while rivers हाम्रो भिडियो बनाऊ है तिम्रो भिडियोग्राफर डिलिट होला फेरि भिडियोग्राफर भ्याउले त ट्याइ भ्याउले देखिनु पर्यो क्या भ्याउले देखिनु पर्यो यार भिडियोमा हामी बाँड्छौँ भ्याउनु पुरा गरम भ्याउलो यताउति आउँदाखेरि देखिँदाखेरि भिडियो भयो पुरै सर्ट भिडियो बनाइदिउँ कि एउटा भ्याउलो बेहोस भएको थियो कालो न उसिदिनु दुई हात माथि अप्ठ्यारो गएर त पुग्नु परेन त्यो पुग्नु परेन उस्तो माथि हल्का मान्छे लाग्यो कति हो तलब यिनीहरूको तलब त 5 हो 500 दिए फेरि छिटो बनाऊ है भिडियो राम्रो हुन्छ भिडियो राम्रो बनायो भने त अनि 2 वटा जागिरबाट हटाइन्छ रु 5 दिया त जागिर मिनेट कर 5 मिनेट कर हैन घण्टा मिनेटको 5 रुपैयाँ धेरै हैन मिनेटको 5 ले जोड्ने भने कति हुन्छ 24 घण्टामा जोड्नु त कति हुन्छ 24 into 5 24 into 5 हरि न अझ 36 अन्नु भयो 365 अन्नु पर्छ साह्रो हुने हो क्या उहाँ चाहिँ के अरे काल्नु न अस्ति उ गर्नुहुन्छ उक्सिनुहुन्छ काल्नु नि केही छैन रोटी छैन तान्नु पर्नेमा हात कोही सिधार्चीले हुने अन्य मान्छे त सरासर हो विषबहादुर त आफै बोक्ने हो अरे आफ्नो भ्याउले भर्खर त 15 वर्ष भएको छ नि dawn paints gold on the mountain's crown. Songs in the trees that stand.
ल्याइयो है खाए ए विशाल सर ल्याइयो है ठिक भिडियो बनाएर सरे आँखा मात्र किन देखिन्छ नि खाप त कोही देखिँदैन सेत आँखा मात्र बिल्डिक होइन भोलि बिहान आउँछ अघि नै आउनु भन्थ्यो भनेपछि अहिले कहाँ हालिनु भने हाम्रो रहेछ अब